आज मसँग छ होन्डा साइन BS4। यसलाई युनिकर्न भन्दा नि फरक पर्दैन। आज यसको फुल वायरिङ हेर्नेछौँ। वायरिङ भनेको तारहरूको कलर कोडको खेल हो। यदि तारका कलर कोडहरू हामीले पहिचान गर्न सकियो भने जुनसुकै पनि बाइक स्कुटीको वायरिङ सम्बन्धी समस्याहरू एकछिनमै सल्भ गर्न सकिन्छ। अब सुरु गरौँ यसको वायरिङ। यहीँबाट सुरु गर्नेछौँ। यसलाई भनिन्छ स्टार्टर रिले र यसमा जम्मा 4वटा तारहरू हुने गर्दछ। एउटा हुन्छ ग्रीन रेड अर्थात् कि ग्रीनमा रातो पट्टी र अर्को हुन्छ येलो रेड र यहाँ दुईटा पुरै रातो कलरको तार हुन्छ र यो दुईटै रातो तार यसको मेन वायर हो अर्थात् कि यो सिधै ब्याट्रीसँग जोडिएको हुन्छ। मैले यो बाइकको चाबी अफ गरेँ। अब चाबी अफ भएको अवस्थामा यो रातो तारमा 12 भोल्ट सप्लाई बाँचेको छैन चेक गरेँ। एउटा प्रब मैले यहाँ हालेँ र मल्टिमिटरको अर्को प्रब चाहिँ यहाँ अर्थिङमा जोडेर हेरौँ। यहाँ अर्थिङमा टच गर्ने बित्तिकै 12 पोइन्ट समथिङ भोल्टेज सो गर्दैछ अर्थात् कि यो रातो तारमा सधैँ 12 भोल्ट सप्लाई भइरहेको हुन्छ, चाबी अफ भए पनि अन भए पनि। मैले यहाँ देखाउन चाहेँ चाबी अफ छ, तर चाबी अफ भएको अवस्थामा पनि यो रातो तारमा 12 भोल्ट सप्लाई भइरहेछ। अब अर्को तार पनि चेक गरौँ। अर्को तार पनि एउटै हो, दुईटैमा 12 भोल्ट सप्लाई भइरहेको हुन्छ र देख्न सक्नुहुन्छ यो दुईटैमा चाबी अफ भएको अवस्थामा पनि 12 भोल्ट सप्लाई भइरहेको हुन्छ। किनकि यहाँ एउटा फ्युज दिएको हुन्छ, यहाँ देख्न सक्नुहुन्छ यो यसको मेन फ्युज हो र यो मेन फ्युजको थ्रु यो दुईटै रातो तारमा 12 भोल्ट सप्लाई भइरहेको हुन्छ। यो मेन फ्युज कुनै कारणवश सर्ट भयो, बिग्रियो वा हामीले यसलाई बाहिर निकाल्यौँ भने बाइकको पुरै सप्लाई सिस्टम बन्द हुन्छ। मैले फ्युज बाहिर निकालेँ। यस्तो अवस्थामा हामीले चाबी अन गरे पनि यहाँ कुनै किसिमको रेस्पोन्स हुँदैन, अन पनि ब्लो भएको छैन अर्थात् कि यो एउटा सानो फ्युजको कारणले यसको पुरै सप्लाई सिस्टम बन्द हुन्छ। किनकि यो मेन फ्युज हो र यो फ्युज भएन भने बाइक कुनै पनि हालतमा स्टार्ट हुँदैन। अब यो मेन फ्युज मैले पुनः हालेँ र यसको कपलर पनि हालौँ। त्यसपछि चाबी अन गरेर हेरौँ यसको सप्लाई सिस्टम पुनः सुरु हुन्छ, सुचारू हुन्छ। यहाँ देख्न सक्नुहुन्छ न्युट्रलको लाइट बलेको छ। अब यो रातो तार र मेन फ्युजमा कहाँबाट 12 भोल्ट सप्लाई इनपुट हुन्छ त्यो हेर्नेछौँ। यहाँ देख्न सक्नुहुन्छ दुईटा एलाङ्की बोल्ट र दुईटा यसमा मोटो तार जोडिएको हुन्छ र यो रिलेलाई केयरफुली हेर्नुभयो भने एक साइडमा M लेखिएको हुन्छ भने अर्को साइडमा B लेखिएको हुन्छ। यसको राइट साइडमा केयरफुली हेर्नुभयो भने यहाँ B प्रष्टसँग देख्न सकिन्छ। B भनेको ब्याट्री हो र यो B लेखिएको फेज यसको मेन फेज हो। यसमा ब्याट्रीको तार जोडिएको हुन्छ र यहाँबाट सिधै फ्युजमा 12 भोल्ट सप्लाई भइरहेको हुन्छ। यदि फ्युज ठिक छ भने यो फ्युजको बाटो भएर यसको पछाडिपट्टि दुईटा पिन दिएको हुन्छ। यो पिनमा 12 भोल्ट सप्लाई भइरहेको हुन्छ र यसमै रातो तार भएको कपलर जोडिएको हुन्छ। अब कुरा गर्नेछौँ M को। यो रिलेलाई केयरफुली हेर्नुभयो भने लेफ्ट साइडमा M लेखिएको हुन्छ। M भनेको मोटर हो। जब हामीले सेल्फ बटन प्रेस गर्छौँ यहाँबाट 12 भोल्ट सप्लाई स्टार्टर मोटरलाई जानेर बाइक चाहिँ सेल्फ स्टार्ट हुने गर्दछ। अब कुरा गर्नेछौँ यो सेल्फ रिलेबाट निस्किने दुईटा मध्ये एउटा तार रातो तार चाहिँ यहाँ अगाडि इग्निसन कीमा जाने गर्दछ अर्थात् कि चाबीमा जाने गर्दछ र अगाडि चाबीको कपलर हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो चाबीको कपलर हो। यसमा रातो तार देख्न सक्नुहुन्छ। मेन फ्युजबाट 12 भोल्ट सप्लाई सिधा आउटपुट भएर यो कपलरमा आएको हुन्छ र मैले यो चेक गरेर देखाउन चाहिँ यसमा 12 भोल्ट सप्लाई सधैँ भइरहेको हुन्छ। एउटा बल्ब छ मसँग, यो बल्ब हालेर यसरी चेक गर्न सक्छौँ। यहाँ 12 भोल्ट सप्लाई सधैँ भइरहेको हुन्छ र अब जब हामीले चाबी अन गर्छौँ, चाबी अन गरिसकेपछि रातो तारमा आएको 12 भोल्ट सप्लाई अब कन्भर्ट हुन्छ रातो कालोमा अर्थात् कि रातो तार यहीँसम्म मात्रै भेटिन्छ। यहाँ पछि यो रातो तार चाहिँ रातो कालो तारमा कन्भर्ट हुन्छ। यसको कलर कोड यहाँबाट चेन्ज हुन्छ र यो रातो कालो तार यहाँबाट आउटपुट भएर सिधा यहाँ पछाडि सिट मुनि आएको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि छ एउटा फ्युज, यो चाहिँ यसको सहायक फ्युज हो। अब यहाँ तपाईँले रातो तार खोज्नुभयो भने भेट्नुहुन्न, यहाँ रातो कालो तार भेटिन्छ र यो रातो कालो तार यहाँ CDIमा पनि आएको हुन्छ 12 भोल्ट इनपुट लिएर। र अब हेरौँ यो फ्युज। यो फ्युजमा रातो कालो तार चाहिँ 12 भोल्ट इनपुट लिएर आएको हुन्छ र रातो कालो तार यो फ्युजमा इन्टर गरिसकेपछि यो फ्युजको थ्रु पुनः यसको कलर कोड चेन्ज हुन्छ अर्थात् कि यो रातो कालोबाट पूर्ण कालो कलरको तारमा कन्भर्ट हुन्छ
र यो तार यहाँबाट सिधै अगाडि लाइटिङ र हर्नको लागि गएको हुन्छ। मैले यो फ्युज बाहिर निकालेँ। यो फ्युज बाहिर निकालिसकेपछि हर्न र लाइटिङ सिस्टमले काम गर्दैन, अर्थात् कि यो हर्न र लाइटिङको लागि मात्रै दिएको फ्युज हो। र यो फ्युज हालिसकेपछि पुनः यसको लाइट र हर्नहरू सुचारू हुन्छ। मैले यो फ्युज हालेँ। फ्युज हालिसकेपछि अब तपाईँले बत्ती बाल्न सक्नुहुन्छ र हर्न पनि बजाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ न्युट्रलको बत्ती पनि बलेको छ र हर्न पनि ब्लो हुन्छ। यो फ्युज यदि ब्लो भयो र कुनै कारणवश काम गर्न सकेन भने बाइक चाहिँ स्टार्ट हुन्छ, तर लाइटिङ र हर्नहरूले काम चाहिँ गर्दैन। मेन वायरको कलर कोड रातोबाट रातो कालो र रातो कालोबाट कालोमा कन्भर्ट भएको छ। अब हेर्नेछौँ कहाँ कहाँ छ यी कालो तारहरू। यहाँ देख्न सक्नुहुन्छ लाइटिङको लागि कालो तार र हरियो चाहिँ यसको अर्थिङ हो। यहाँ पनि देख्न सक्नुहुन्छ कालो र हरियो। र यो ज्याकको कालो तारलाई एकचोटि चेक गरौँ। यहाँ देख्न सक्नुहुन्छ बत्ती बलेको अवस्था छ। र यो कपलर चाहिँ राइट साइडको कपलर हो। यसमा 12 भोल्ट आएको हुन्छ भने यो चाहिँ क्लच साइडको कालो तार हो। यसलाई पनि चेक गर्नेछौँ। यो चाहिँ लेफ्ट साइडमा गएको मेन वायर हो र यहाँ देख्न सक्नुहुन्छ यसमा बल्बको तार जोड्ने बित्तिकै बत्ती बलेको अवस्था छ। र यो चाहिँ यता क्लच साइडमा आएको हुन्छ, अर्थात् कि दुवै साइडमा कालो तार मेन तारको रूपमा गएको हुन्छ। अर्थात् कि अगाडि तपाईँले मेन तार खोज्नुभयो भने मेन तार कालो तारको रूपमा भेटिन्छ, पूर्ण रूपमा कालो। अब अर्थिङको वायर कसरी पहिचान गर्ने मैले यहाँ देखाउने चाहिँ यहाँ देख्न सक्नुहुन्छ हरियो वायर, यहाँ पनि एसटी कोइलमा हरियो वायर, यहाँ सिडिआईमा पनि हरियो वायर र यो कपलरमा पनि हरियो तार देख्न सक्नुहुन्छ। यो क्लच स्विचको वायरमा पनि हरियो तार र हरियोमा हल्का रातो, यो पनि अर्थिङको वायर हो र यसको बारेमा अहिले कुरो गरौँला। र यहाँ पछि यहाँ पनि देख्न सक्नुहुन्छ कार्बोरेटरमा पनि हरियो तार र यहाँ स्टार्टर रिलेमा पनि देख्न सक्नुहुन्छ हरियोमा हल्का रातो, यो पनि अर्थिङको वायर हो। तर यो हल्का डिफ्रेन्ट हुन्छ, किन भन्दाखेरि जब गाडी गियरमा हुन्छ त्यो अवस्थामा हामीले क्लचको लिभर प्रेस गरेर बाइक स्टार्ट गर्नुपर्ने हुन्छ र गियरमा सेल्फ स्टार्ट गर्नलाई यसको कलर हरियोबाट हरियो रातोमा कन्भर्ट भएर यो स्विच तारबाट आउटपुट भएर सिधा स्टार्टर रिलेमा गएको हुन्छ। त्यही भएर यो सेल्फ रिलेको अर्थिङको वायर पूर्ण रूपमा हरियो हुनुको सट्टा हल्का हरियोमा रातो हुन्छ। र यो अर्थिङ हो होइन यसलाई चेक गरौँ। बल्बको एउटा तार मैले रातोमा हालेँ, अर्को अब हरियोमा रातोमा हाल्दा यसरी बत्ती बलेको अवस्था छ। अर्थात् कि यो हरियोमा रातो तार चाहिँ यो रिलेको अर्थिङ वायर हो। अब यो सिडिआईमा हुने हरियो तार पनि चेक गरौँ र यसमा हुने रातोमा कालो तार पनि चेक गरौँ। रातोमा कालो तार चाहिँ यसको मेन वायर हो। सिडिआईमा भएको रातो कालो तार यो चाहिँ मेन तार हो। यसमा 12 भोल्ट सप्लाई हुनुपर्छ। यदि 12 भोल्ट सप्लाई भएन भने सिडिआईले काम गर्दैन र बाइक चाहिँ स्टार्ट हुँदैन। त्यही भएर यसलाई चेक गरेर हेरौँ। त्यसको लागि हामीले चाबी अन गर्नुपर्ने हुन्छ। एउटा तार मैले रातो कालोमा हालेँ र यहाँ अर्थिङ टच गर्ने बित्तिकै बत्ती बलेको अवस्था छ, अर्थात् कि 12 भोल्ट सप्लाई रातो कालोमा भइरहेछ। अब चेक गर्नेछौँ हरियोलाई। हरियो चाहिँ अर्थिङ हो र यो हरियोमा तार हाल्ने बित्तिकै बत्ती बलेको अवस्था छ, अर्थात् कि दुइटै तार ठिक छ। यो दुइटै तारमा यदि अर्थिङ र 12 भोल्ट सप्लाई भएन भने सिडिआईले काम गर्दैन। सिडिआईमा भएको हरियो र रातो कालो तारको बारेमा हामीले बुझ्यौँ। अब कुरा गर्नेछौँ पहेँलोमा रातो तारको। यो पहेँलोमा रातो तार हामीले खोज्दै गयो भने अगाडि सेल्फ स्विचको कपलरमा पनि भेटिन्छ, यहाँ देख्न सकिन्छ। र यहाँ सेल्फ स्टार्टर रिलेमा पनि हुन्छ यो तार पहेँलोमा रातो तार, साथै यो सिडिआईमा पनि हुन्छ। र यो पहेँलोमा रातो तार भनेको सेल्फ स्विचको तार हो। यसलाई प्र्याक्टिकली हेरौँ। यो पहेँलोमा रातो तारमा मैले एउटा बत्ती जोडेँ यहाँनिर। अब सेल्फ प्रेस गर्ने बित्तिकै एकछिनको लागि यो बत्ती चाहिँ बल्ने गर्दछ। र बाइक स्टार्ट भइसकेपछि यो बत्ती निभाउने गर्दछ। अब कुरा गरौँ अर्को तारको। यहाँ देख्न सक्नुहुन्छ सिडिआईमा कालोमा पहेँलो तार, यो चाहिँ यहाँबाट आउटपुट भएर सिधा अगाडि यहाँ एसटी कोइलमा गएको हुन्छ।
यहाँ चाहिँ यसको हाई टेन्सन कोइल यहाँ देख्न सकिन्छ। कालोमा पहेँलो तार भनेको यसको मेन वायर हो भने हरियो चाहिँ यसको अर्थिङको तार हो। अब कालोमा पहेँलो तारलाई हामीले चेक गर्नेछौँ र चेक गर्नको लागि चाहिन्छ मल्टिमिटर। मल्टिमिटरको प्रब एउटा मैले कालोमा पहेँलो तारमा जोडेँ र अर्को अर्थिङमा। अब यहाँ इग्निसन की अन गर्ने बित्तिकै एकछिनको लागि भोल्टेज सो गर्छ र बिस्तारै घट्दै जान्छ। यहाँ देख्न सकिन्छ सुरुमा भोल्टेज सो गर्छ अनि त्यसपछि घट्दै जान्छ। यदि सिडिआई ठिक छ भने यो कालोमा पहेँलो तारमा एकछिनको लागि यसरी भोल्टेज सो गर्छ र यसलाई यसरी नै चेक गर्न सकिन्छ। अब सिडिआईमा भएको यो निलोमा पहेँलो तारको बारेमा कुरा गरौँ। यो चाहिँ पिकअप कोइलको तार हो। यो तार ठिक छ छैन, पिकअप कोइल ठिक छ छैन चेक गर्नको लागि चाहिन्छ हामीलाई मल्टिमिटर र मल्टिमिटरको एउटा प्रब यसको यो निलोमा पहेँलो तारमा हालेर अर्को तार चाहिँ हामीले अर्थिङमा टच गर्नुपर्ने हुन्छ। अब म्याग्नेट कोइलबाट आउने अर्को तारको बारेमा कुरा गरौँ। यहाँ देख्न सकिन्छ सेतो कलरको तार। यो चाहिँ चार्जिङको लागि आएको वायर हो र यो सिधा आरआर युनिटमा गएको हुन्छ। यसलाई चेक गर्न हामीलाई यस्तो एउटा चिम चाहिन्छ। र यो तार चिमको मद्दतले चेक गर्न सकिन्छ। अब आरआर युनिटमा गएको सेतो तार हेरौँ। यो सेतो तार यसको कपलरमा यहाँनिर हुन्छ र यसमा भएको पहेँलो तार चाहिँ लाइटिङको लागि अगाडि हेडलाइटमा गएको हुन्छ। यहाँ हुन्छ यो वायर पहेँलो कलरको र रातो तार यहाँबाट आउटपुट भएर ब्याट्री चार्जिङको लागि गएको हुन्छ भने हरियो तार चाहिँ यसको अर्थिङको तार हो